मानिसहरूको सोख पनि अचम्मकै हुन्छ। हेर्नुहोस् त, करेन्ट चाउचाउ पकाइएको छ। अब त्यो करेन्ट चाउचाउलाई अब आफैले यसरी निहुरेर खानको अल्छीले चाहिँ अब एउटा सानो बाँस जस्तो निगालोमा चाहिँ होइन माथि चाहिँ काँटा अड्काइएको छ, काँटा बाँधिएको छ र त्यो काँटा चाहिँ अब त्यो बाँसमा चाहिँ समातेर चाहिँ त्यो काँटाले त्यहाँनिर करेन्ट चाउचाउमा चाहिँ बेहेरेर अब करेन्ट चाउचाउ मुखमा लगाएर यसरी खाइरहेको भिडियोमा देखिरहनु भएको छ नि। अब त्यसै गरी पेप्सीलाई पनि त्यस्तै गरिएको छ होइन। अब त्यो एउटा निगालोमा बाँधिएको छ र त्यो निगालोलाई चाहिँ समातेर चाहिँ यसरी पेप्सी मुखमा लगेर खाइएको। अब हुन त यो सोसियल मिडियामा भाइरल बन्नको लागि पनि यस्ता चाहिँ होइन नाटकहरू गरिन्छ, तर मान्छेहरू अल्छी भयो भने चाहिँ अब अल्छीले गर्ने यो एउटा चाहिँ मान्छेहरू धेरै नै अल्छी भयो भने त्यो अल्छीले गर्ने चाहिँ एउटा यस्तो काम पनि हुनसक्छ कि होइन, जो चाहिँ एकदमै जीवनमा पनि अल्छी गर्ने व्यक्तिहरूले अब त्यो आफ्नो अल्छीपनलाई चाहिँ होइन यस्तो गरेर चाहिँ अब समाधान गर्ने त्यो प्रविधि पनि गर्न सक्छन् नि। तपाईँहरूलाई चाहिँ के लाग्छ, यो चाहिँ भाइरल बन्नको लागि यसरी गरिएको हो जस्तो लाग्छ कि यो व्यक्ति साँच्चै अल्छी भएर यस्तो गरेको जस्तो लाग्छ? तपाईँलाई कमेन्ट बताउनु होला है त।